इजरायलले गाजामाथि गरेको बर्बर नरसंहार जसमा 57,000 भन्दा बढीको ज्यान गएको छ, जसमध्ये 80% आम नागरिक, अझ 70% महिला र बच्चा छन् है। 180 पत्रकार अनि 224 भन्दा बढी मानव अधिकारका सहायताकर्मी अनि युनाइटेड नेसनका रिलिफ वर्कर्सहरू रहेका छन् है। अब यसमा मेरो कुनै आफ्नो शब्दहरू छैन, सबै चाहिँ रिपोर्ट र न्युजहरूको रेफरेन्स दिएको छु है। अब यसलाई सन् 2023 अक्टोबर 7 मा हमासले गरेको आक्रमणलाई लिएर सही बताउनेहरूको एउटा छुट्टै जमात छ, छुट्टै झुन्ड छ है। अब यसको दोष हमासलाई लगाउँदासम्म त आफ्नो ठाउँमा ठिकै थियो होला, तर 2023 अक्टोबर 7 भन्दा पछि जन्मेका दुधे बालकहरूको हत्या हुँदा पनि तिनीहरूले नै सुरु गरेको त हो नि, अब ठिकै भयो भन्नेहरूलाई आउनुहोस् यो कहिलेबाट सुरु भयो है, यसको मेन रिजन के हो, इतिहास अलिकति पढेर जानुहोस् है साथीहरू। यो जुन कन्फ्लिक्ट अथवा द्वन्द्वको सुरुवात छ नि 2023 अक्टोबर भन्दा 105 वर्ष पहिले सन् 1917 को बेलफोर डिक्लेरेसनबाट सुरुवात भएको थियो है। यो हेर्नुहोस्, डिक्लेरेसन अफ द सिम्पथी विथ जिविस जायनिस्ट, सिम्पथी ती यहुदी जायनिस्ट मुभमेन्ट प्रति है, जसलाई युरोपको हर कुनाबाट खेदिएको सताइएको थियो कारण यिनीहरूको हरकतहरू है। र यसको अलि तल हेर्नुहोस्, इस्टाब्लिसमेन्ट इन प्यालेस्टाइन है, प्यालेस्टाइन अफ अ नेसनल होम फर द जिविस पिपुल। प्यालेस्टाइन एउटा चाहिँ भइरहेको देशमा है, आफूले युरोपमा नसकेका यहुदीहरूको लागि छुट्टै देश बनाइदिने, अजिब छैन है। तर अब यसले जायनिस्ट मुभमेन्ट जुन सन् 1896 मा सुरु भएको थियो त्यसलाई त्यति साह्रो खासै हावा दिएन है। अनि जब 1941 देखि 1945 जुन वर्ल्ड वारको बेला थियो है, त्यति बेला आफ्नो देशमा गद्दारी गरेर विश्वयुद्धमा यिनीहरूले गर्दा हार बेहोर्नु परेको भन्ने कारण देखाउँदै नाजी जर्मनीले यहुदीहरूको कत्लेआम सुरु गर्यो है, जसमा तकरिबन 60 लाख यहुदीहरू मारियो भनिन्छ है। यसलाई चाहिँ के भनिन्छ, होलोकास्ट है, होलोकास्ट भनिन्छ। अब अहिले यिनै जायनीहरूले, यिनै यहुदीहरूले, सबै यहुदी होइन है, फेरि यो जायनिस्टहरू है ले गाजामाथि गरेको जस्तै त्यस्तै हो है। अब आफूमाथि नाजी सरकारले जुन बर्बरता गरेको थियो त्यसको बदला तिनै जर्मनको हतियार र सहयोग लिएर गाजाका अबोध बच्चामाथि लिइराखेको छ है। त्यो हलोकास्ट पछि युरोपभरि गद्दारीको आरोप है, छिछि दूर दूर र नरसंहारबाट बच्न यिनीहरू प्यालेस्टाइन सो कल्ड प्रमिस ल्यान्ड तिर आए। द जर्मन्स डिस्ट्रोयड आवर फ्यामिलीज, प्लिज यु डोन्ट डिस्ट्रोय आवर होप्स। जर्मनीहरूले हाम्रो परिवार तबाह गरिदियो, प्लिज तिमीहरू हाम्रो उम्मिद, हाम्रो होपलाई तबाह नगरिदेऊ भनेर शरण माग्दै आइपुगे यो हालतमा है। फिलिस्तिनको जमिनमा शरण माग्दै आएकाहरूलाई फिलिस्तिनीले पनि खुला स्वागत गरे है। अनि यसको बदला ती जायनिस्टले त्यो धन्यवाद जुन छ नि, त्यो धन्यवाद चाहिँ केबाट दिए, कत्लेआमबाट दिए है। अब यिनीहरूले बिस्तारै बिस्तारै जमिनहरू किन्दै अब कब्जा गर्दै त्यो उस गरेको चाहिँ कहानी लामो छ। त्यसपछि आइन्छ यो 1948 मा जब ब्रिटिस एम्पायरको मद्दतमा है जायनिस्टहरूले स्टेट अफ इजरायलको घोषणा गरे। त्यति बेला त्यो अराउन्डमा है, घोषणा गर्नु अघि पछाडि 7.5 लाख फिलिस्तिनी आफ्नो घरबाट निकालिए, आफ्नो ठाउँबाट, आफ्नो गाउँबाट चाहिँ निकालिए है। जुन यो डिक्लेरेसन अफ द स्टेट है, अनि त्यसपछिको चाहिँ अरब इजरायल वारको चाहिँ त्यो ब्याकग्राउन्डमा है। अनि जब चाहिँ यिनीहरूले त्यति बेला युद्ध जिते है, त्यसपछि झन् यिनीहरूको चाहिँ यो अत्याचार, यिनीहरूको यो जुन भगाउने काम छ है,
घरहरू खोज्ने, जमिनहरू खोसेर भगाउने काम छ, त्यो चाहिँ फुल मिलिट्री लेभलमा सुरु भयो है। कैयौँ नरसंहार गरेर 500 भन्दा बढी अरब फिलिस्तिनी गाउँ सहर खाली गराएर तिनलाई अरू देशमा र विशेष गरी गाजाको सानो भूभागमा खुला जेल, ओपन एयर प्रिजनमा शरणार्थी बन्न बाध्य गराइयो। ती खाली गरिएका सहरहरूमा चाहिँ युरोपबाट जायनिस्टहरू ल्याएर सेटल गर्न थालियो है। त्यहाँ भएको ठाउँको चाहिँ अरब नामहरूलाई बदलेर हिब्रू नामहरू दिन थालियो है। यही नरसंहार र विस्थापन, एथनिक क्लिन्जिङलाई नकवा भनिन्छ, द नकवा अफ 1948। यसले 7.5 लाख ती फिलिस्तिनी जसको आफ्नै देशबाट घरबार विहीन बनाइयो है, प्रताडित गरेर शरणार्थी बनाइयो है, तिनीहरूको कहानी बताउँछ। र यो नकवा सम्बन्धी फिल्म बनाउने जुन डाइरेक्टर अथवा मेकर थियो नि है, एकजना चाहिँ यङ केटी थियो फिलिस्तिनी, त्यसलाई पनि यिनीहरूले हत्या गरिदिए है। तपाईँहरू सक्नुहुन्छ आफूलाई तिनको ठाउँमा राखेर हेर्न, जहाँ तपाईँको घर खोसिन्छ, तपाईँको गाउँ खोसिन्छ, महिलाहरूको इज्जत लुटिन्छ, तपाईँलाई कुटिन्छ, पिटिन्छ, मारिन्छ, बन्दी बनाइन्छ, तपाईँको बच्चाहरू मारिन्छन् है। तपाईँको 10 वर्षको बच्चालाई राति 2 बजे 3 बजे सुतिराखेको बेलामा आएर जुन अकुपेसन फोर्स छ, जसले चाहिँ तपाईँको जमिन, तपाईँको देश तपाईँसँग चाहिँ खोज्दैछ है, तिनीहरूले बन्दी बनाएर लैजान्छन् र गायब पारिदिन्छन् है। के त्यस्तो ठाउँमा चाहिँ रिभोल्टले जन्म लिँदैन? के त्यहाँ प्रतिकार हुँदैन? अझ यसको 20 वर्षपछि सन् 1967 थप 3 लाख फिलिस्तिनी आफ्नो घर छोडेर शरणार्थी हुन बाध्य पारिन्छन् है। गाजा चाहिँ इजरायली अतिक्रमणमा पर्न जान्छ। यसरी सुरुवात भएको थियो यो कन्फ्लिक्टको। यो कन्फ्लिक्ट 1967मा होइन, योभन्दा पहिला कैयौँ चरणमा चाहिँ ती फिलिस्तिनीहरूमाथि गरिएको अत्याचारको चाहिँ कहानी हो, जसको बारेमा कुरा गऱ्यो भने कुरा धेरै लामो हुन्छ है। हिस्ट्रीको याद थाहा नभएको साथीहरू विद्वान बनेर आएर यो चिजहरूलाई जस्टिफाई गरेर ती अबोध बच्चाहरू, ती दुधे बच्चाहरू है, तपाईँहरूको घरमा बच्चाहरू छैन, तपाईँहरू कहिले तिनीहरूको ठाउँमा बसेर हेर्नुभएको छ? ती बच्चाहरूमाथि, ती आम नागरिकमाथि गरिएको कत्लेआमलाई तपाईँहरू चाहिँ जस्टिफाई गर्ने कोसिस गर्नुहुन्छ एउटा चाहिँ आतङ्की सङ्गठनले गरेको चाहिँ हमलालाई लिएर, जसमा पनि जुन अब हाम्रो चाहिँ नेपाली दाजुभाइहरू पनि परे है, इजरायली नागरिकहरू परे होइन। त्यसमा चाहिँ कसले चाहिँ खास मेन चाहिँ अपहरण कसले गर्दै थियो अनि हत्या कसले गर्दै थियो भन्ने विषयमा त्यो अलग अझ कहानी छ। त्यसको बारेमा चाहिँ अलग भिडियो बन्दै जान्छ। यो म सिरियल्ली जाँदैछु है। अब अहिलेलाई भिडियो चाहिँ यहाँसम्म हेर्नुभएकोमा धन्यवाद। इतिहास बुझ्नु होला, कसैको पनि पक्ष लिनुभन्दा पहिला इतिहास बुझेर लिनु होला र सकेसम्म चाहिँ मानवताको पक्ष लिने कोसिस गर्नु होला है। यसलाई धर्मको रङ दिएर केही मान्छेहरू चाहिँ मुस्लिमहरूप्रतिको नफरतलाई पोख्ने ठाउँ चाहिँ नबनाउनु होला है। पालो सबैको आउँछ है। आज इजरायल पनि कुटिने बेला आइराखेको छ, कुटिराखेको छ है। म त समाचारहरू हेरिराखेको छु, तपाईँहरू कतिको हेर्नुहुन्छ है। र यसको यो जुन मेरो भिडियो छ, यसको अरू पार्टहरू पनि पछाडि फुल हेर्नु होला। ल हस्त, धन्यवाद। अस्सलाम वालेकुम, जय नेपाल।